ल है साथीहरू, नेपाली काङ्ग्रेसको महाधिवेशन सुरु भए लगत्तै आज नेपाली काङ्ग्रेसको महाधिवेशनमा सुनिल शर्माले अनुरोध गर्दै शेरबहादुरजीलाई रोइलो गर्न छोडेर बन्द सत्रमा आउनुहोस् भन्दै उहाँले मन्तव्य दिनुभएको छ। यो मन्तव्य तपाईँहरूलाई कस्तो लाग्छ साथीहरू? एकचोटि यो भिडियो अन्त्यसम्म हेर्नु त। आग्रह गर्न चाहन्छु साथीहरू, तपाईँहरूको क्यामेरा यता मात्रै होइन, एकपल्ट यता पछाडि फर्काइदिनुहोस् त। अनि हामी माननीय हाम्रो सम्माननीय सभापति शेरबहादुर दाइ लगायत केन्द्रीय समितिमा जसले यी साथीहरूको मागको अवमूल्यन गर्नुभयो, उहाँहरूलाई हामी यहाँबाट सोध्न चाहन्छौँ। टेलिभिजन खोलिरहनु भएकोलाई हेर्नुहोस्, फेसबुकमा लाइभ हेर्दै गर्नुभएकोलाई हेर्नुहोस्, यी मासुम अनुहारहरूले के भन्छन्? यो पूर्वदेखि पश्चिमसम्म, दार्चुलादेखि ताप्लेजुङसम्म, हुम्लाको सर्केघारदेखि सोलुखुम्बुसम्मको गाउँबाट आएको एउटा सामान्य क्रियाशीलदेखि लिएर केन्द्रीय नेताहरूसम्म, महामन्त्रीहरूसम्मको यो मासुम अनुहारले तपाईँहरूलाई किज्याइरहेको छ कि छैन? हामी यो प्रश्न सोध्न चाहन्छौँ र हामी आग्रह गर्न चाहन्छौँ। हामी बुद्धका सन्तान हौँ, हामी मारधाडमा विश्वास गर्दैनौँ, हामी झगडामा विश्वास गर्दैनौँ। हाम्रो क्यारेक्टर, हाम्रो जेनेटिकल मेटेरियल, हाम्रो फ्याक्टर र हाम्रो सिद्धान्त र हाम्रो नीति, हाम्रो विचार मध्यमार्गी बाटो हो, एक्सट्रिमिस्ट बाटो होइन। हामी यहाँबाट आग्रह गर्न चाहन्छौँ, शेरबहादुर दाइ तपाईँ एउटा इतिहास बोकेको, एउटा ठुलो इतिहास बोकेको हाम्रो नेता हो। तपाईँ गाउँबाट आउनुभएको नेता हो, 80 कटिसक्नुभयो। मेरो पिताजीको उमेर तुल्य हुनुहुन्छ, मेरो पिता समान हुनुहुन्छ। तपाईँलाई अब उमेरका कारणले माथिबाट बोलाइरहेका बेलामा आफ्ना कार्यकर्ताहरू, हिजो जसले तपाईँलाई भोट हाल्यो, हिजो जसले तपाईँलाई सभापति बनायो, हिजो जसले देशभरिबाट मत कलेक्सन गरेर ल्याएर पटक पटक तपाईँहरूलाई सत्तामा पुर्यायो, तपाईँ अब यो कोनिके रोइलो भन्छ नि, मलाई नआएर भने होइन, त्यो भाषा नभन्या, कोनिके रोइलो भने जस्तै त्यो रोइलो छोडेर सरक्क भोलि बिहान हल उद्घाटन गर्ने बेलामा यो हलमा आउनुहोस्। हामी तपाईँलाई 5 वटा 6 वटा 7 वटा हामी विकल्प दिन सक्छौँ। साथीहरूलाई मेरो आग्रह छ, पहिलो विकल्प, तपाईँ फेरि चुनाव उठ्नुहुन्छ, आउनुहोस्। तपाईँले हार्नुहोला या गगनजीले हार्नुहोला या मैले हारौँला या विश्वजीले हार्नुहोला, तर लोकतन्त्रले जित्छ, प्रजातन्त्रले जित्छ। र तपाईँ हारिरहँदाखेरि पनि अथवा म हारिरहँदाखेरि पनि हामी हार्ने साथीहरूलाई एउटा रथ हायर गरेर फुलमाला सहित घरसम्म पञ्चे बाजा बजाएर पुर्याउँछौँ। यो हाम्रो कमिटमेन्ट हो। अब तपाईँलाई त्यो मन पर्दैन भने अथवा तपाईँलाई त्यो साहस छैन भने अब हामी मल्टिपल विकल्पहरू दिन सक्छौँ। विश्वप्रकाशजीले परबाट आँखा खड्किनु भयो, मैले छट्याउने कुरो बुझेँ। ती 4-5 विकल्प मध्ये पार्टी नफुटाइकन प्रिय नेताहरू, यो पार्टी बनाउन बहुत गाह्रो छ, तपाईँहरू पार्टी बनाउने मान्छेहरू यहाँ हुनुहुन्छ, हामी तपाईँका सिपाहीहरू यहाँ छौँ। पार्टी नफुटाइकन पार्टीलाई एक टिक्का राखेर तपाईँहरूले हामीले ल्याएका सबै विकल्पमा हामी होस्टेमा हैसे गर्नेछौँ भन्दै विश्वजीको आग्रहलाई मैले आँखाको इसाराबाट बुझेँ। जय नेपाल, धन्यवाद। अहिले बिदा भएँ। अब यसपछि